हेलो एन्ड नमस्ते सम्पूर्णमा। आज चाहिँ यहाँ हाम्रो नेपालको होमस्टेको चाहिँ एउटा सानो भिडियो बनाउँदैछु, किनभने यो चाहिँ कलर गर्ने जो इच्छुक हुनुहुन्छ, महानुभाव जो व्यक्ति हुनुहुन्छ इच्छा हुनुभएका कलर गर्नको लागि यो चाहिँ जम्मा लम्बाइ भनेको यसको बाहिरी लम्बाइ चाहिँ 56 फुट हो, तर भित्री चाहिँ यसको भनेको भित्री सिलिङको भनेको 53 फुट छ। अनि त्यसपछि भनेको यसको चौडाइ 10 फुट। यो चाहिँ एट्याच बाथरुम भएको कोठा, एट्याच बाथरुमको कोठा र यो नन एट्याचको बराबरी नै छ भनौँ न, बराबरी नै छ। जम्मा यसको चाहिँ क्वान्टिटी रहेको छ सिलिङको कोठाको जम्मा 41 फुट हो यो सिलिङ सहित। अनि यो 3 फुट छ यो स्कर्टिङ, यसमा नि कलर गर्ने हो। अनि यो भित्ता, अनि यो पहिलो फ्लोरमा 6वटा कोठा र 6वटा टोयलेट हो। यो 4.5 फुट 4x5 को सिलिङ र पार्टिसन छ। पार्टिसन चाहिँ थोरै कति 34 इन्चीको मात्रै छ है। अनि यो त्यसै गरी यो यहाँ जुन सिँढी आउँछ, सिँढीको चाहिँ यहाँ नि 3.5 फुटकै स्कर्टिङ हुन्छ। अनि त्यसमा नि कलर गर्नु पर्यो। र यो चाहिँ यहाँ बाहिर एक्स्ट्रा 6 फुट आउँछ, यहाँ 6 फुट छ र यो चाहिँ गरेको छैन, अब बिस्तारै गर्ने हो। यो टोटल तलको जतिकै यो बराबर हो, यो 10 फुटे प्यासेज 10 जम्मा 10 चौडाइ 10 छ। अनि यसरी नै हुन्छ तलको नि। अनि कोठाको क्वान्टिटी भनेको चाहिँ कोठाको क्वान्टिटी 14x12 छ है। यो सिलिङ सहित यसरी फुल फिनिसिङ भएको यति नै हो कलर गर्नुपर्ने। कोठाको क्वान्टिटी चाहिँ 14x12 भनौँ न, थोरै नै हो, एकदम थोरै छ, सानो 4x5 को हो यो बाथरुम, टोयलेट बाथरुम। 6वटा यो फ्लोरमा, टप फ्लोरमा पनि जम्मा 3टा फ्लोरमा बराबरै हो। तल मेन भनेको पहिलो फ्लोर चाहिँ अलिकति धेरै काम छ। र यो चाहिँ मेन हल, किचन हलको चाहिँ यो मेन भनेको 3टा कोठा छ र 2टा बाथरुम। यो किचन यहाँ पनि सेम हो, प्रोसेस भनेको सेम हो। यहाँ पनि 3 फुटको स्कर्टिङै जान्छ र सिलिङ हो, सिलिङ। अनि यहाँ बिममा पनि सिलिङै हुन्छ यसको। र यो चाहिँ फुल हल यति हो। र यहाँ बाँकी भनेको एक्स्ट्रा भनेको यसको भनेको यसमा पनि 2टा टोयलेटको छ, बाँकी यस्तै छ। जम्मा 56 फुट है, 56 फुट बाहिरी चाहिँ। जो कलर गर्नु इच्छुक हुनुहुन्छ तल दिएको नम्बरमा तुरुन्तै सम्पर्क गर्नु होला है। हस्त, धन्यवाद।